यति धेरै गर्मी, बाफरे गर्मी यस्तो भयो कि घरमा बस्नै नसक्ने भएकोले गर्दाखेरि चाहिँ बेलुका एकछिन जङ्गलतिर जाउँ भनेर हिँडेको। अनि त्यसपछि पनि जङ्गलहरूमा बाँदरहरू आउँछ अरे क्या, त्यही भएर बिस्कुट पनि लिएर आएको। यस्तो बिस्कुटहरू खुवाउनु पर्छ बेला बेलामा होइन, मान्छेले त सबैले पार्टी गरेर खुवाउने गर्छ, कहिलेकाहीँ जीव जन्तु जानवरको पनि हामीले सेवा गर्नुपर्छ भने त आएको नि। तर के गर्नु, एउटा बाँदर देखेछ त के, अब त यो बिस्कुट चाहिँ म आफै खानु पर्ला जस्तै छ, म आफै बाँदर बन्नु पर्ला जस्तो लागिरहेछ। अब एकछिन हेर्छु, बोलाउँछु, इसारा गर्छु है, आए खुवाउँछु, नभए आफै खान्छु। एटलिस्ट निकै समय पर्खेपछि चाहिँ बाँदर चाहिँ भेटियो है। फुटाइदिनु पर्ने। अझै आयो, अझै आऊ। यो पनि सुकुमारी रहेछ क्या, यिनीहरू पनि यस्तो रहेछ क्या, फलफुल दिए खाने, बिस्कुट दिए नखाने। बिस्कुट दिँदाखेरि चाहिँ सोच्दो रहेछ। तारा फ्याँक्नु न, यिनीहरू डरायो आउन न। ल आऊ यता कस्तो हात लगेर त काटेर त यिनीहरूले फोडेर खाँदैन, यिनीहरूको बुद्धि छैन भने फोडेर खान्छु लैजाऊ। हामीले चाहिँ जोस ढिलो भए पनि बाँदरलाई पर्खेर भए पनि बिस्कुट खुवाएर हामी फर्किँदाखेरि यहाँ कस्तो राम्रो मौसम, हेर्नुहोस् त कस्तो दामी मौसम छ, कस्तो राम्रो चौरिरहेछ। एकछिन यहाँ पनि यसो भ्लग बनाइदिनु पर्यो, तपाईँहरूलाई देखाइदिनु पर्यो यहाँको कस्तो रहेछ भनेर। कहिलेकाहीँ चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि पशु पक्षी जीव जन्तु जानवरहरूलाई पनि नबोल्ने, जहाँ उहाँहरूले माग्न सक्नुहुन्न, बोल्न सक्नुहुन्न, उहाँहरूलाई पनि हामीले सम्झेर आफूले सम्झेर आएर केही खानेकुराहरू बाँडिदिनुपर्छ। हामी पार्टी गर्छौँ, बर्थडे गर्छौँ, सेलिब्रेट गर्छौँ होइन, तर उहाँहरूलाई दिने भनेको हामीले दिएको कुरा नै खाने हो। त्यही कारणले गर्दा सबै पशु पक्षी जीव जन्तुको पनि तपाईँले सेवा गर्नुहोस् र फिट बस्नु, फाइन बस्नु। र मेरो युट्युब च्यानल छ, सब्सक्राइब गर्नु, लाइक गर्नुहोस् र बेल बटन क्लिक गर्नुहोस् है। बाई बाई।